यहाँ त फेरि एउटा रेलले उडाउँदो रहेछ त अनि हामी चाहिँ एउटा रहस्यको ठाउँमा जाँदैछौँ Habibti, come to Saudi Arabia, not Dubai, okay? एकदमै खुसी लागिरहेछ एकदमै रमाइलो हैन फ्यान्टास्टिक त्यो भन्दा उहाँलाई भन्दा पनि बेसी एक्साइटेड हामीलाई चाहिँ एकदमै रमाइलो लागिरहेको छ दिदीलाई लगभग 1.5 वर्षपछि भेट्नु तिनीहरुको नेशनल डान्स हेलो एभ्रिवान वेलकम टु माई ब्लग सङ्गीता बहिनी र म कहाँ गएको अरे हामी माछा मार्नु नि हामी चाहिँ फिसिङ गर्ने प्लान थियो हाम्रो 1 विक अगाडि नै अनि त्यो प्लान चाहिँ आज सक्सेस हुँदैछ हामी अन द वेमै छौँ अब हामी कुमार दाइको गाडीमा कहाँ छ गाडी 5 जना चाहिँ जान्छ अलि अगाडि छ अघि यहाँ पार्किङै नपाएर अगाडि छ अरे ल अब हामी चाहिँ अलनाखिलमा दाखिल भइसकेको छौँ हाम्रो मछौरा टिम आइसकेको अवस्था हामी आइसकेको अवस्था अगाडिको टोलीहरू पर आएर पुरै रमाइलो गरिरहेको अवस्था अलनाखिलमा दाखिल भइसकेको अवस्था हाम्रो जम्बो टोलीहरू अघि आइसकेको अवस्था हामीलाई छोडेर आएको होइन सबैले ठिक छ यहाँ त फेरि एउटा रेलले उडाउँदो रहेछ त अनि हामीलाई त गाडीले ल्याइपुऱ्याएको त हेलो हाई गाइस के छ माइली दिदी के छ कमला बहिनी के छ ठीक छ बिन्दास आज सुत्नु नपाइ छ अरे सबैलाई हेलो मिस्टर कालु के छ ठिक छ नि जय मसी के छ नमस्ते जय मसी ल हामी पहिला आएको यहाँ होइन हो ऊ माथि तर माथि पनि जाने हो आज चाहिँ ल हामी चाहिँ यो अलनाखिर भन्ने ठाउँमा आइपुगेका छौँ बेलुकी कति बज्यो बेलुका 11 बजेर 11 मिनट गएको छ अनि बहिनी कमला बहिनी सङ्गीता भाइ पूर्ण अनि म हामी चाहिँ एउटा रहस्यको ठाउँमा जाँदैछौँ पहिला पनि हामी आएको थियौँ यहाँनिर अपोइ नेपालको जस्तै रुख रहेछ यहाँ त हेर्नुहोस् त यहाँ चाहिँ नेपाल जस्तै रहेछ रुख बिरुवा देख्न सक्नुहुन्छ गाइस पिपलको बोट पनि रहेछ यहाँ देख्न सक्नुहुन्छ यहाँ साँच्चैको पिपलको बोट हो यो अनि यता पुरै पिपलबाट चाहिँ अक्सिजन एकदमै धेरै आउँछ अरे ओ सङ्गीता पिपलको रुखले अक्सिजन धेरै दिन्छ होइन हो अनि निमको पत्ता होइन त्यसले पनि दिन्छ अरे क्या अक्सिजन हो त्यही भएर अरबीको घरको अगाडि ए छ क्या एउटा निमको बोट अनि साउदीमा चाहिँ के होइन क्या साउदीमा पनि जुन लाग्दो रहेछ हेर न जुन साउदीमा जुन लागेको छ है हेर्नुहोस् त साउदीको गार्डन रहस्यको ठाउँमा चाहिँ यहाँनिर आएको गाइस हामी अनि मैले देखाइसकेँ तपाईँहरूलाई यस्तो यहाँनिर सबैजना निक्लिसकेको छौँ हामी यताबाट जाउँ न यताबाट म अर्को पनि माइक निकाल्छु ल मैले झाप हानेको छु नि त एउटा ओ सङ्गीता निकाल त यहाँबाट ताना बोयाको हो बोका तिमी यतिको बोल्ने तिम्रो त्यहाँ भोइस रेकर्ड भइरहेको छ नि मैले यहाँनिर लगाएको छु ल गाइजहरू हामी चाहिँ अलनाखिलमा चाहिँ जुबेलको अलनाखिलमा हामी आइसकेका छौँ अनि हाम्रो यो भ्यू चाहिँ एकदमै बब्बाल छ कि गाइजहरू बब्बाल होइन रातको समयमा Habibti, come to Saudi Arabia, not Dubai, okay? कमला बहिनीलाई पनि भन्नु लाग्दैन तपाईँ के भन्न चाहनुहुन्छ भने भनिहाल्नुहोस् दिदी डिसेम्बरदेखि डिसेम्बर 6 तारिक चाहिँ पोस्टपोन भइसकेको छ कार्यक्रम होइन डिसेम्बरदेखि अहिले मात्रै भेट भएको हामी कति पछि भेट भएको हाम्रो दिदीलाई चाहिँ हामीले 2024मा भेटेका थियौँ अनि 2025 को चाहिँ जुन 5 मा होइन इन्भाइरोमेन्ट डेमा चाहिँ आज हामीले भेट हुन पाएका छौँ कस्तो लागिरहेको छ हजुरलाई
एकदमै खुसी लागिरहेछ एकदमै रमाइलो होइन फ्यान्टास्टिक त्योभन्दा उहाँलाई भन्दा पनि बेसी एक्साइटेड हामीलाई चाहिँ एकदमै रमाइलो लागिरहेको छ दिदीलाई लगभग 1.5 वर्षपछि भेट्नु 21 मा हो 22 मा 25 मा त नेपालमा होला नि कहाँको 25 मा हो नि दोस्रो डिसेम्बर 25 मा चाहिँ उहाँको चाहिँ सेकेन्ड क्रिसमस चाहिँ त्यता मनाउन जानुभएको थियो 1 इयर फाइनली भेट भएको छ भेट भयो आफ्टर 1 इयर नै हो र अनि भन्नुपर्दा सङ्गीताको घुमाइ चाहिँ यो अन्तिमै हो साउदी अरबमा चाहिँ नभनौँ जुबेलमा नभनौँ, अहिले जुबेलमा एकछिनको चाहिँ। लागि पनि हुनसक्छ गड नोज त्यो चाहिँ अब गड प्लान पनि हुनसक्छ हो, त्यो त हरेक जे पनि कुराहरू हुनसक्छ। जे पनि हुनसक्छ तर फिजिकली रूपमा अब दाजु बहिनीको भेट सायद अहिले यो पार्कमा चाहिँ यति नै हो दोस्रो हप्ता पनि हामी भेट्नेछौँ दोस्रो पार्ट आउँदैछ किप इन टच ल फेरि यहाँ पनि पिपलको बोट आयो तर साउदीमा के हेर न सङ्गीता कति धेरै पिपलको बोट एकदमै उता पर अनि धेरै कस्तो रमाइलो शीतल क्या यो हामी- यो भएर पनि होला त्यो त हो चारजनाको चाहिँ पुरा गफ चारजनाको सास फेर्न पुरा पाएको थिएन गफ हामी हुँदैछ। दमामा अहिले चाहिँ बल्ल आनन्दै हो तर अहिले यो दमामको कर्नेक्समा पुरा तातो हावा आउँछ क्या यहाँ त शीतल भयो अनि परबाट हिँड त अहिले त अब शान्त छ के उम्, अलिकति सायद भोलि हुन्छ होला मान्छेको भिड भयो भने यस्तो रमाइलो हुन्छ अझै है म्युजिक बज्छ यहाँ अबि हो र अब म्युजिक बज्छ त पुरै यहाँ त डिस्को लाइट बज्छ पिकनिकै हुन्छ नि यहाँनिर पुरा पिकनिक हुन्छ त झन् भोलि भोलि हुन्छ यसो कि फोटो बाह्र खिचौँ न बजेपछि यहाँ। भोलि गर्छ हुँ? फोटो ल हाम्रो एकदम रमाइलो छ हेर नेचुरल हो यो सबै यो के को सिग्नल हो फाइनली हामी फेरि आफ्नै गाउँ फर्किआयौँ है बिचरा यो गाडी कसको यो हाम्रो होइन उ त्यो चाहिँ हाम्रो होइन यो चाहिँ हाम्रो हो नि यही गाडीमा हामी आएको हाम्रो टोली कता गयो ऊ पर रहेछ ऊ पर छ हाम्रो टोली हामी यहाँ छौँ हामी उता पनि जाने होला नि ऊ पर पनि यहाँ माथि चाहिँ बोटिङ गर्ने ठाउँ छ हामी बोटिङ गरेको यहीँ माथि हो यता पनि आउँछ यहाँ माथिनिर बोटिङ गरेको हो गाइस यहाँनिर कमला बहिनीको त फेसबुक के छ हौ नाम खतरा छ देख्दिनँ त म त तपाईँको फेसबुकमा नाम के छ त्यही हो त्यही भएर चाहिँ तपाईँ भूमिगत हो यो चाहिँ पहिला मोसा बाजे हिँडेको बाटो अरे तपाईँले के अस्ति सप्रेन्टबाट आउँदैको भ्यू हेर्नु भएको हाम्रो कहाँबाट आएको बोल्दै माछा टोली त अनि यहाँ माछा टोली तारा दिदी हाउ आर यु गुड भाइ ल हाम्रो आजको के अरे फिसिङको म्यानेजर चाहिँ हाम्रो निशान सर यहाँ अब सेक्रेटरी चाहिँ को हो लो वाउ 3 केजीको माछा परिसकेछ ठुलो है कति ठुलो हो माछा मार्नु त गमामा छ हामी चाहिँ फिसिङमा आइसकेको छौँ यहाँ एकजना ब्रदरले हुनुहुन्छ हाम्रो ब्रदर अविनाश होइन त ब्रदर अविनाश अविनाश बेक ब्रदर कुमार गुरुङ अनि हाम्रो तेस्रो बल्छीमा हुनुहुन्छ तेस्रो बल्जीमा हुनुहुन्छ निशान्त राई पूर्ण 5 बजे हाम्रो कमला भइदियो छौमा गुरु कविता सबैजना त दर्शकहरू हुनुहुन्छ दर्शक चाहिँ हामीहरू हो हामीहरूले मारेको हेर्ने मान्छेहरू हो दर्शकहरू हामी केही हुँदैन क्या तपाईँ पनि दर्शकै होइन हामी आफ्नो आफ्नो दुनियाँमा छौँ अहिले
हामी झर्दैछौँ झोला दुई बोकेर पैसाको कमी छैन नि त झोलामा हामी हिँड्दैछौँ हामी यहाँ गीत पनि गाइरहेको छौँ हाम्रो तारा दिदी झोलेनी दिदी भइसक्यो अहिले झोलाको चर्चा नेपालमा अहिले धेरै छ अनि एउटा दिदी चाहिँ फेरि यहाँनिर अब के भनौँ सुतिसक्नु भएको छ निन्द्रा पुऱ्याउनु आँट्नु भयो हाम्रो अर्को टोली आउँदै हुनुहुन्छ अरे अन द वे गहिरोले गहिरोलाई पुकार्छौ गहिरोले गहिरोलाई पुकार्छौ पुकार्छौ येशू तपाईलाई हामी समुद्रको छेउमा छौँ देख्न सक्नुहुन्छ यता दाजु भाइहरू चाहिँ पुरै माछाको हन्टिङमा हुनुहुन्छ फाइनल्ली दोस्रो लटको साथीहरू पनि आइपुग्नु भएको छ खोइ पानीको जार मान्छेको जार होइन पानीको जार चाहियो के हो अनि जिमलमा कति कति भयो फ्रान्स आमा 5-3 फ्रान्सले स्पेनले इस मुस्किला घिमिरे दाजु आइसक्नु भएको छ दोस्रो लटका टोलीहरू यहाँ के अरे फुटबलको क्रेजीहरू फेरि यहाँ दुनियाँ अर्कै छ कति भयो स्पेनले 5 फ्रान्सले 3 यो हो नि त तरिका खोइ नहलाई बसाउँ कुन के गेम हो यो नेसनल लिग क्वालिफायर हैन यो सेमिफाइनल हामी कसको हो अभियसली स्पेनको फ्यान हो हामी किनभने नेमर एमएन हाम्रो बार्साको फ्यान जति सबै स्पेनको फ्यान होला यहाँ टोली धेरै भइसकेको छ के आइपुग्नु भयो बाटोमा मुस्किल त भएन नि नाच्नेको मनोजलाई अर्को गीत चाहियो या 3 जनालाई यही गीत ठिक भइरहेछ त 5 केजीको परो दुई केजीको माछा पर्यो बधाई छ कुमार दाजुलाई यहाँ पुरै फिसिङको टोली रहेछ यहाँ रविहरू डान्स गर्नु आइरहेको छ हामीले गिटार बजाएको कारणले यिनीहरू जस म्युजिकको चाहिँ क्रेजी हुन्छ फेरि पनि माछा परेको अवस्था सदेखिले खतरा गरिदिइरहेछ है गिटार चाहिँ यो हो नि त तरिका यो हो नि त साउदीको नेसनल डान्स चाहिँ यस्तो हुँदो रहेछ गाइस देख्न सक्नुहुन्छ जे होस् रमाइलो छ आफ्नो आफ्नो कल्चर देख्न सक्नुहुन्छ दियो डान्सै त होला नि यिनीहरूको गाइस 3 बजी बिहान भइसकेको छ अब चाहिँ हामी रुम जान आँटेको सब सेन्टी फ्ल्याट माछा पनि त्यति मरेन मनोज सर पुरा गाडीमा सुतिराख्नु भएको छ अरे
गाडी यहाँ पार्किङ गरेर अब हामी कोठा जान्छौँ। भोलि चाहिँ कति बजीसम्म सुत्ने हो थाहा छैन हामीलाई। थ्याङ्क यू फर वाचिङ। तपाईँहरू सबैलाई धन्यवाद भिडियो हेरिदिनु भएको निम्ति। हामी यो नखेलबाट अब रुममा जाँदैछौँ।